नमस्ते 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 एभ्रिवान सम्पूर्ण दाजुभाइ दिदीबहिनी तथा आफन्तजनहरूमा चाहिँ सबैजनालाई नमस्ते। आज हाम्रो फ्यामिली टुर हिँडेको चाहिँ आज फर्स्ट डे हो। हामी आज चाहिँ बुटोलमा बसेका छौँ किनभने भोलिको हाम्रो 12 बजेको गाडी छ। देहरादुनको लागि चाहिँ हामी भोलि 12 बजेतिर हिँड्छौँ अनि मात्र पर्सि बिहान मात्र हामी चाहिँ देहरादुन दाई भाउजूकोमा पुग्छौँ। हाम्रो कान्छा दाई गजेघले दाई चाहिँ क्याप्टेन हनेरी हुनुभएको अथवा क्याप्टेन हनेरी क्याप्टेन हुनुभएको छ र उहाँको सर सम्मानको लागि चाहिँ हामी दिदीबहिनी सबैजना चाहिँ हामी देहरादुन जाँदैछौँ। मेरो दिदीको यो सानो भ्लगमा चाहिँ मैले थोरै भिडियो साथसाथमा चाहिँ भोइस राखेको छु। सबैजनाले हेरिदिनु होला र सुनिदिनु होला। हामी फेरि पनि देहरादुन पुगिसकेपछि हामीले फ्यामिली गेट टुगेदर गरेकोदेखि लिएर हामी कता कता घुम्यौँ, के ठाउँमा कुन ठाउँमा गयौँ भनेर तपाईँहरूलाई सबै जानकारी गराउँछौँ। तबसम्मको लागि चाहिँ तपाईँहरूले हाम्रो भिडियोलाई चाहिँ ध्यान दिएर हेरिदिनु होला। थ्याङ्क यू एभ्रिवान। बुटोल बजार घुम्दै नलुग्ने खिच लुग्दामा हेरन्छ इन्जुलाको आमा भात नखाने रे अनि साथी दुखेर रे सेकुवा खाने
भाइ र उसको परिवार भेट भएको थियो अनि उहाँको परिवारसँग पनि हामी मिलाउनुको लागि चाहिँ प्यारेन्ट्स हेर्दैछौँ अब हामी बेलुकाको एकछिन वाकपछि बेलुकाहरू बाहिर गर्नुपर्ने मान्छेहरूको लागि हामी फेरि पनि गाउँपालिकाको सबैको इज्जत राख्नेमा खदा लागेर दिनु पर्यो नि
आएपछि क्याप्टेन साहबलाई खाना लाउन आएको पनि आज भ्रमणको हाम्रो पहिलो दिन आनन्दवाला 4 नम्बर गेटबाट हामी निस्क्यौँ। अब करिब आधी घन्टाको पछि हामी सेभेन टाउन गुम्बा पुग्नेछौँ। उहाँ गुम्बाको दर्शन गरेर फेरि हामी उहाँबाट पटल बजारमा कान्छीको साइड सपिङ गराउनु साडी किन्नको लागि अगाडि के हुन्छ मेरो साडी
भिडियोमा अनि हामीलाई एकदम वेटिङमा दिदी बहिनी वासरुम गएको कक्षाहरू बजेको त्यो यो क्वार्टर चाहिँ दाइ भाउजू बस्ने क्वार्टर। त्यसपछि आज हामी यसरी 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 टक्क लाएर ऋषिकेश हरिद्वार गएर ऋषिकेश जाँदैछौँ। हामीले चाहिँ यो आज यो हायर गरेको गाडी चाहिँ यो हो हाम्रो मासी दिदी क्याप्टेन साहब आज हाम्रो स्पोन्सर। कप्तान साहब कप्तानी साहब नि आउँदै हुनुहुन्छ। सिरो गर्न ल अगाडि नै यो झोलो त पिसेर राख्दै छिरो सुत्ती सुत्ती जानु किन सिंगल सिंगल बस्नु भयो त जाडो हुन्छ पठाउन काम छैन चिठी त लेखे
कतिवटा नदी कतिवटा नदी के भइरहेको मेरो गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउँ कि भन्छु गोजीमा दाम छैन कान्छीलाई घुम्न लैजाउँ कि भन्छु गोजीमा दाम फोटो खिचेन फोटो
शिष्य आज हाम्रो देहरादूनको बाटो जुन भ्रमणको क्रममा चाहिँ आज हामी मसुरी जाने भनेर भनिरहेको तर एकदमै खराब भइरहेको हाम्रो घुम्ने कार्यक्रम चाहिँ रोकिरहेको छैन। आज हामी त्यसपछि भोलिको यात्रा जूस निकाल दिया बताओ 100 रुपए में हैप्पी
यो 500 को यति हो क्या त्यहाँ फुलदारी नहुने हो यसो कमाउने बाटो एक सौ 60 को जूस है क्या एप्पल जूस निकाल दिया आपने एप्पल निकालना था जूस निकाल दिया गोली चलाओ ना ओरिजिनल गोली चलाता हूँ चेंज होगा आपके पास 500 का चेंज एक में डालते रहो अगर सारा एक में जाएगा ना तो 6 आएगा 6 पे जैकपॉट आईफोन 16 या फिर 90,000 रुपए कैश ल कान्छे आइफोन आउँछ कि होइन सबै बेच्नु गयो भने त्यस्तो हुन्छ यो त उता गइहाल्यो मौसम एकदमै चिसो छ तर पनि हामी चाहिँ यात्रामा निरन्तर लागिरहेको छौँ ठुल दिदी कैली भाउजू मासु माइली
अन्तरी दुर्गा मसुरी डाँडा एकदमै रमाइलो छ। सबले साथ दिएन आज रिङ्गट पो लाग्यो मलाई यो तल हेर्न डेन्जर ठाउँ छ कि यस्तो डेन्जर ठाउँ छ कि बाफ्रे
हिँड्न सकेन यस्तै लाग्छ सन्तला देवी माई टाउमा टोपी नगर्ने कसैले नि मन्दिरमा टाउको नि ओर्नुपर्छ भन्छ नि त मान्छेहरूले आज नानी र मासु धोको पुरा भयो होला पढाउँदो चाहिँ के रे पढाउँदोको चिया खान पाएर धोका पुरा भयो मनपर्छ बेसरी पहिला पक्को पक्को अझै यो बगल हो घरमा पाउडर दुध मासेर मैले काम लान्थ्यो होला नि त हाम्रो पोटी कार्डहरू अलिअलि दिनु पर्छ बिस्कुट किनेर दिनु होइन यो त पछुतै लाग्दैन नि कहिले नि यसको र मेरो बानी सेम रहेछ कि अब सबै लिएरै लाने होला भन्नु होइन सिसा त्यो राम्रो छ त्यसमा सजिलो आफ्नो देश के अरे फर्किआयो भनेदेखि जाउँ न